गुड आफ्टरनुन एभ्रिवान, स्वागत छ हजुरहरूलाई हाम्रो थर्ड भ्लगमा। आज चाहिँ हाम्रो 2026 को फर्स्ट फ्यामिली आउटिङ भ्लग हुनेवाला छ। आशा छ हजुरहरूले माया र सपोर्ट देखाउनु हुनेछ भनेर। सो हाम्रो भ्लग छोटो मिठो हुन्छ होला, लामो नि हुनसक्छ, इन्जोय गरिदिनु होला। सो अहिले चाहिँ हामी घरबाट निस्केर बागलुङ बस स्ट्यान्डमा आइसक्यौँ। अब हामी यहाँबाट गाडी चढेर जान्छौँ। सो यहाँ देख्नुहुन्छ गाडीमा खतरा पोएम जस्तो छ। ल है ल, यो चाहिँ हामी गाडीमा चढिसक्यौँ। यहाँ हुनुहुन्छ हाम्रो काला भाइ, यहाँ चाहिँ टुरिस्ट गाइड हो हाम्रो। नमस्कार, हजुर आज टुरिस्ट गाइड पर्सनल। अघि चाहिँ नेपाली आउँदैन भन्दै थियो, अहिले चाहिँ नेपाली खरब सिकेको नि त। अब हाम्रो गेस्टको लागि बेस्ट एक्सपिरियन्स होस् भनेर। ओके, थ्याङ्क यू त्यसको लागि। हाम्रो ठुल्याडी हुनुहुन्छ, ठुल मम्मी र बहिनी। मम्मी तपाईँले ठुल मम्मी, अप्पा गीतिका, कगे ठुलो ठुल मम्मी, आइसना र बहिनी छ यहाँ। अब चाहिँ हामी कहाँ गएपछि भेट्छौँ मम्मी? हामी कहाँ गएपछि भेट्छौँ? त्यही बसबाट आफ्नो डेस्टिनेसन जाने ठाउँहरू झरिसक्यौँ। सबैजना यहाँ हुनुहुन्छ, सबैजना हुनुहुन्छ। हामी यही हो चाहिँ अब बिस्तारै बिस्तारै आफ्नो गन्तव्यमा मम्मी चाहिँ हाई किटु सबैजना हिँड्दैछन् बिस्तारै। Are you comedy me? सो हामी चाहिँ आफ्नो गन्तव्यको हाफ रोडमा आइसक्यौँ। सबैजना केबल कारको लागि हेर्नलाई वेटिङ गर्नु भइरहेको छ, तर यहाँ चाहिँ यस्तो वाला केबल कार आएको छ है। यो चाहिँ सामान राख्ने होला सायद। सबैलाई रमाइलो भइरहेछ यहाँ। आजको नर पर्सनल टुर गाइड, मेरो सो नाम चाहिँ प्रदीप गुरुङ। अब हामी हाम्रो पर्सनल फाइनल डेस्टिनेसनमा आइसकेका छौँ। यहाँबाट सिधै तल ल जाम होला। ल यहाँबाट सिधै तल तल सुतेर गइनी, चितेर गइनी, गुडेर गइनी जाने एउटा ठाउँ हो। बिस्तारै बिस्तारै ओह्रालो झर्दै जाँदैछौँ। उहाँ हुनुहुन्छ सबैजना रमाइलो गर्दै हिँड्दैछन्। सो अब चाहिँ हामी तल रेसोर्ट पुगेपछि भेटौँला, बाई बाई। हामी आइसकेमै आफ्नो गन्तव्यतिर। रमाइलो हुँदैछ तलतिर चाहिँ, अरू गेस्टहरू पनि हुँदो रहेछ।
बसिरहेको छ मान्छेहरू प्याक भएको भएर बाहिर देख्न सक्नुहुन्छ हामीले चाहिँ चटपटरहरू गरेको खाँदैछन् सबैजनाले सो हामी चाहिँ अहिले ब्याग राख्नलाई रुमतिर आएको यहाँ देख्न सक्नुहुन्छ रुमहरू यस्तो छ भनेर यसको रुमहरू कस्तो छ हेरौँ एन्टिलाइट परेको भएर यस्तो देखेको छ हेलो अब्बा एक्सक्युज मी क्यान आई शो द रुम यस्तो रहेछ रुम चाहिँ हामी चाहिँ सबैजना एउटै रुममा बसेको रुमबाट चाहिँ यस्तो भिउ देखिन्छ जेन ए भर्सेस जेन जी अन्तराक्षी च्यालेन्ज हुन गइरहेको छ ए सालको बाटो टापरी हुनी हे बनाए सालको बाटो भन्न पर्यो ए भन्नु पर्यो भन्ने एक्सप्रेसन हो त सालको बाटो टापरी हुनी हे बनाए नहुनी सल्लाएको तिम्रो माया कति छ कति हे बनाए नहुनी सल्लाएको छोटे छोटे जो ये फासले हैं दरमियां अब जो रह गए हैं तेरी यादों में खो गया हूँ ख्वाबों में भी खो गया हूँ फिर वही यादें फिर वही ख्वाब है रात भर सो नहीं पाएंगे फिर वही यादें फिर वही ख्वाब है रात भर सो नहीं पाएंगे रातें जो लंबी है दर्द में घुलती है तेरे बिना ये जिंदगी अधूरी सी लगती है तेरी हर एक बात भी याद आती है पर ये दूरियां हमें बस सताती है यहाँ चाहिँ अहिलेसम्म पनि रमाइलो हुँदैछ यो चाहिँ हाम्रो लास्ट वाला छ हामी खाना खान लाग्यो हामी चाहिँ नटेर यता बसेको अरू चाहिँ म देखाउँछु ल यहाँ चाहिँ अरू हुनुहुन्छ खाना खाँदै हुनुहुन्छ कस्तो भयो आजको दिन कोही नि बोल्दैन नि त सबैजना थाकेको छ नाचेर सो बाई हामी चाहिँ अब उठेर रेडी भएर खाजा खान जान लागेको सबैजना उठेर रेडी भएर यहाँ एकजनाको पप गीत चल्दैछ सबैजना रेडी भएर अब चाहिँ हामी ब्रेकफास्ट खान लागेको सो तलै गएर भेटौँला बाई यो चाहिँ यहाँ फोटोसुट भइरहेको छ सबैजनाको पालो पालो हाम्रो फोटोग्राफर चाहिँ हुनुहुन्छ हाम्रो फोटोग्राफर को हो हु इज दिस फोटोग्राफर किटिका गर्बुजा देख्न सक्नुहुन्छ यहाँ हाम्रो ब्रेकफास्ट आइसकेको छ फोटोसुट भएर यहाँ सबैजना खाँदैछन् यहाँ चाहिँ
नखिचेसम्म अब चाहिँ हामी गेम एक्टिभिटिजतिर जान लागेको खतरों पे खिलाडी बन्ने में Are you guys excited? खिलाड़ी है Wow! Yo! Okay, bye! यहाँ चाहिँ स्काई वक रहेछ डाइनोसरहरू छ त्यहाँ बसेर पिङखेनी छ यो भिडियो डिलिट पनि हुन सक्छ किनभने डाइनोसरलाई देखाउन इट्स लागेको छ नि त यो लास्ट हो डाइनोसर नेपालको त्यही भएर ध्यानपूर्वक हेर्नु होला फ्लाइट टु वेयर यु गाइज फ्लाइट टु कुनै त लेक साइड लेक साइड होइन यिनीहरू चाहिँ कुवेतिर जान लाग्छ नभनिकन सबैलाई सरप्राइज दिएर Good morning, everyone on board. I'm your pilot for today. So, And I'm I'm from your room. एयर होस्टेस Flight from अनि एयर होस्टेस र पाइलटले नै सिट ओगटेपछि अनि प्यासेन्जर चाहिँ कता बस्यो त एकदमै VIP मात्र एउटा मात्र आउँछ हेलो फ्लाइट नम्बर फ्लाइट नेम प्लिज Flight name होइन टिकट Buddha Airlines flight number 1857. I'm your pilot for today. फ्लाइङ टु Please engage your seat belts. Being ready for takeoff. Flight from Pokhara to Kathmandu. Hello, headquarters. Permission to take off. Permission to take off. Permission to take off. ओके ल Engine हाम्रो. One manpower. इन्जिन इन्जिन ल है कुवेततिर उड्यो ताली नेपालको प्लेन चढेर म्यामलाई भमिट आए जस्तो छ प्लेन चढेको हो कि यो थोत्रो बस चढेको हो फरकै भेटेन फेरि उठ्नु होला हामीसँग आइलेभरि हामी मेहनत गरेर राखे पाइलट र इन्जिन काम गर्दैछ नि यहाँ दुईजना मिलेर शुभ यात्रा हजुरहरूको थ्याङ्क यू अब हामी चाहिँ गुफा जानु लागेको यहाँ एकदम हामी जर्नलिस्ट देख्नु हो यस्तो चाहिँ पहिला यस्तो भएर हुने हो गुफा त गुफा तर के को गुफा थाहा छैन मैले यसै चमेरो गुफा भनिदिएको हो बारले के छ कि यहाँ त केही छैन त यार यति हो जाने हो हिँडेर छ होला नि छैन केही नि ले गुफा त यति मात्रै रहेछ ल धन्यवाद उताको हो क्या गुफा त्यहाँ छँदै छैन त्यो ठाउँ दुईजना यहाँ खेलिरहेको छ मजाले एउटा चाहिँ मजाले काम तापिरहेछ दुईजना चाहिँ वाह बिचरा उठेको दुईटा चाहिँ मस्त छ मस्त सो अब चाहिँ हामी घरतिर प्रस्थान गर्न लागेको हाम्रो भ्लग यति नै हुनेछ यहीँसम्मको यात्रा थियो हाम्रो चाहिँ सो सबैजना बाई 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 तेरियां दावा मुंडा मार सुटिया तू कादा दिल लुटिया तू मैनू छड्डिया ना कखदा तू मैनू छड्डिया ना कखदा पहला सी तू प्यार पहले प्यार दी पहली कहानी बदला भी किंज हुन चाके भी ना बदली जानी मन विच मैं सी राजा तू क्यों ना मेरी बनी है रानी खुशियां दा मैं सोचिया
ਅੱਖਾਂ ਵਿੱਚ ਕਿਉਂ ਦੇ ਗਈ ਪਾਣੀ ਤੇਰੀਆਂ ਦਾਵਾਂ ਮੁੰਡਾ ਮਾਰ ਸੁੱਟਿਆ ਤੂੰ ਕਾਦਾ ਦਿਲ ਲੁੱਟਿਆ ਤੂੰ ਮੈਨੂੰ ਛੱਡਿਆ ਨਾ ਕੱਖ ਦਾ ਤੂੰ ਮੈਨੂੰ ਛੱਡਿਆ ਨਾ ਕੱਖ ਦਾ ਤੇਰੀਆਂ ਦਾਵਾਂ ਮੁੰਡਾ ਮਾਰ ਸੁੱਟਿਆ ਤੂੰ ਕਾਦਾ ਦਿਲ ਲੁੱਟਿਆ ਤੂੰ ਮੈਨੂੰ ਛੱਡਿਆ ਨਾ ਕੱਖ ਦਾ ਤੂੰ ਮੈਨੂੰ ਛੱਡਿਆ ਨਾ ਕੱਖ ਦਾ ਇੱਕ ਦੂਜੇ ਦੇ ਕੋਲ ਕਾਲੀਆਂ ਰਾਤਾਂ ਚੰਨ ਤੇ ਤਾਰੇ ਪਹਿਲਾਂ ਸੀ ਜੋ ਵਾਦੇ ਹੁਣ ਨੇ ਸਭ ਮੈਨੂੰ ਲੱਗਦੇ ਲਾਰੇ ਅੱਜ ਹੀ ਗਮ ਨਾਲ ਪਾਲਾ ਵਗਦੇ ਨੈਣੋਂ ਹੰਝੂ ਖਾਰੇ ਫਸ ਗਏ ਇਸ਼ਕ ਦੇ ਗੇੜੇ ਵਿੱਚ ਕਾਤੋਂ ਨਾ ਹੁਣ ਲੱਭਣ ਸਹਾਰੇ ਤੇਰੀਆਂ ਦਾਵਾਂ ਮੁੰਡਾ ਮਾਰ ਸੁੱਟਿਆ ਤੂੰ ਕਾਦਾ ਦਿਲ ਲੁੱਟਿਆ ਤੂੰ ਮੈਨੂੰ ਛੱਡਿਆ ਨਾ ਕੱਖ ਦਾ ਤੂੰ ਮੈਨੂੰ ਛੱਡਿਆ ਨਾ ਕੱਖ ਦਾ ਤੇਰੀਆਂ ਦਾਵਾਂ ਮੁੰਡਾ ਮਾਰ ਸੁੱਟਿਆ ਤੂੰ ਕਾਦਾ ਦਿਲ ਲੁੱਟਿਆ ਤੂੰ ਮੈਨੂੰ ਛੱਡਿਆ ਨਾ ਕੱਖ ਦਾ ਤੂੰ ਮੈਨੂੰ ਛੱਡਿਆ ਨਾ ਕੱਖ ਦਾ ਤੇਰੀਆਂ ਦਾਵਾਂ ਮੁੰਡਾ ਮਾਰ ਸੁੱਟਿਆ ਤੂੰ ਕਾਦਾ ਦਿਲ ਲੁੱਟਿਆ ਤੂੰ ਮੈਨੂੰ ਛੱਡਿਆ ਨਾ ਕੱਖ ਦਾ ਤੂੰ ਮੈਨੂੰ ਛੱਡਿਆ ਨਾ ਕੱਖ ਦਾ